हेलो साथीहरू, नमस्ते 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 सबैजनालाई। फेरि पनि आजको भ्लगमा म स्वागत गर्न चाहन्छु सबैजनालाई। त हेर्न सक्नुहुन्छ बाख्रा, अनि हाम्रो यता छ फर्सीको झाल हेर्न सक्नुहुन्छ हैन। सो यता चाहिँ हाम्रो बारी रहेको छ, हाम्रो गाउँ भाले। हाम्रो सुँगुर हेर्नुहुन्छ, सुँगुर हाम्रो सुँगुर हेर्नुहुन्छ, चोचे दुईटा तीनटा, अनि यता पनि छ हेर्नुहोस्। कता बनाउने भाले त्यहाँबाट यति लडाइ हुन्न। कता खन्ने के छ तेरो हालखबर? अनि यता हाम्रो सुँगुर मल रहेको छ यता, अनि माइजू हुनुहुन्छ। पाउँछु हाई, ममता दिदी हाई। उता दिदीहरूले पनि रोपिरहनु भएको छ। अब हामी चाहिँ यता रोपाइ कार्यक्रम सुरु भइरह। ल त साथीहरू, अब रोप्नेछौँ अब। तेरो अहिले चाहिँ हामीले लसुन खनिसकेका छौँ, रोपिसकेका छौँ। अहिले यसलाई खन्न त्यहाँ हेर्नु त कसरी खन्छ। के छ हालखबर तेरो? हेर्नु त भुइँ पनि राम्ररी खन्ने छैन। हेर्नु त माथि माथि कोट्टा छ। माथि माथि कोट्टाउँछ। ओ यहाँबाट खनिदियो। हेर यो कुना सबै अहिले झन्डैले हात खनिदियो। भयो अब यता यता खन हो। हाम्रो नानी कम मेहनती छ, यो चारो हालिदिँदैछ सुँगुरलाई। साउनी सुँगुर कतिवटा खान्? छानी बिनी कतिवटा सुँगुर छन् साउनी? कतिवटा? चारवटा। कोही चोचे त कस्तो कराउँछ यो आन्द्रा। एकदम राम्रो छ नि। त्यहाँ पारी चाहिँ कि यहाँसम्म हामीले रोप्या लसुन। अब आलु रोप्ने तयारीमा। यहाँदेखि मैले त्यहाँसम्म खाने त्यति खन्या धौ माने अहिले। यसले हित्तीबाट हित्ती खन्या नि धौ माने मैले पारेर यहाँसम्म खन्या पनि धौ भए होइन। यता हेरेर हाम्रो फर्सी बारी फर्सी लत्रान्छन्। त्यहाँ गोबर मान्छ एउटा फर्सी। अब आलु रोप्ने हो त चलाउँछ मलाई त। जिस्काउँछस् दाइलाई? ओहो अन्त जोस्या त यो त हेर्नु त। हाम्रो यो खाद्रे गाउँ हेर्न सक्ने यस्तो गजब छ। यस्तो बबाल यो बाख्री खोर हो, त्यो दाउरे कटेरा हो, अनि घर
किन त्यस्तो को एक तपाईँ घर खान नसकेर यता त्यहाँ साकेको थियो बोस यता त्यहाँ परेको मैले त्यसको सुँगुरको सुँगुरको झन् उहाँ झन् त्यही सुँगुर काटेर ल्याएर त काट्दैनन् क्या कहाँ पट्टा 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 क्या पड्डा कहाँ हो त्यसको मम्मीको दिदी त्यो पनि छ नि त्यहाँ त सुँगुर ताल के ताल अँ बोसो खान्न जस्तो ले मिठो हुन्छ बोसो बढी खाइसक्यो पखाला लाग्छ भन्न के हुन्छ बढी खान्छ यहाँ हजुर अस्ति न 1.5 किलो सेकुवाको कस्तो बुढा हजुर आइजन बासी गाए मैले त फोन गरेको छैन अब चाहिँ साथै हामीले आलु रोप्नेछौँ उता चाहिँ आलु अनि यो प्राँत मोल हाल्ने सुँगुर मोल अब हामीले आलु रोप्नेछौँ रोटी हाल्नु सिकाएको छ तैँले यसको चटक के छ हाल खबर तेरो अब हामीले रोप्नेछौँ आलु सक्यो के छ पर्सेन्टेज सक्यो आराम गर्छस् आराम गर्छ ल त अब म त्यो सिनेमेटिकमा ल्याउँछु अब तपाईँहरूलाई यो आजलाई आलु लसुन रोपेर सक्यो अब भोलिलाई छ अब यता पराल निकालेर हाल्नु पर्ला त्यो लसुन रोपेर यता चाहिँ छाप्रो हालेर पनि देखायो ल हरियो घाँस अब म चाहिँ अब पराल झिक्नु जानु छु माथि बैकलमा ल
ल साथीहरू यहाँ चाहिँ दाइले पराल हालिराख्नु भएको छ। म चाहिँ यहाँ भिडियो खिचिदिरहेको छु। आज चाहिँ काम यति नै छ। मेरो ड्युटी चाहिँ यहाँ मल थियो, यहाँ यति जति मल खनेर चाहिँ मैले हालिसकेको छु। अब हामी यही चाहिँ घर जाने हो। र केही बोल्न सक्नुहुन्छ? आजको काम कस्तो भयो? आज काम रमाइलो भयो। हेर्न सक्नुहुन्छ त्यहाँ पराल लिँदै हुनुहुन्छ। यहाँ अघि भर्खर सुँगुरलाई चारो हालिदिएको थिएँ। सुँगुरले चाहिँ यहाँ खाइसकेछन्। म तपाईँहरूलाई देखाउँछु। गरेर छन्। यो चुकुन्टे हो। यो चाहिँ हेलो चोचे बहादुर। हामी छाड्दै छौँ। हामी चाहिँ साह्रो छन्। यति गुड मर्निङ गाइस, गुड मर्निङ सबैजनालाई नमस्ते, जय मसी। बिहानको सबैलाई स्वागत छ फेरि पनि नयाँ दिनमा। गुड मर्निङ जय मसी। जय मसी। स्कुल जान्ला कपाल कोर्दै थिएछ नानीले। भान्जीले उता आफै कोरिरहेछन्। माइजूको पेरि घाम तापिरहनु भयो। कस्तो टल्के। सो साथीहरू हामीले चाहिँ आलु सबै रोपिसक्यौँ। अहिले चाहिँ तपाईँलाई देखाउँछु आज। अनि यता बाख्राहरू छन्। हामीले आलु सालु सब यहाँदेखि यिनी सब आलु रोपेको, आलु रोपेर पराल हालिदिएर अनि उता लसुन छ अनि छाप्रो हालिदिएर अनि मैले चाहिँ यहाँदेखि लिएर यो सब यो छ नि सब यस्तो पुरै देखिएको हो। यहाँसम्म सब खनेको मैले छेउ गाडी। भान्जी कतिमा पढ्छौ तिमी? 5मा। तिम्रो बहिनी है? 2मा। सुजाता कतिमा पढ्छस् अरे? 7मा। मैले चाहिँ 10 पास गरेर बसेको छु। अब 11 एक्जाम दिने अब। यता चल्लाखान अनि यहाँ चाहिँ हामीले दुबो रोपे खाम। हरियो खालको दुबो। रिप्का चाहिँ कतिमा पढ्छस् अरे? गुड। यस्तै बराल्नुपर्छ है, यस्तै। अनि यो चाहिँ बर्खेमा पुरै फल्या हुन्छ यो अम्रै। धेरै भएर फेरि भाँच्यो कि आँपको बुट्टा। अब तपाईँहरू हाम्रो घरको सब देखाउँछ है। यो चाहिँ फुल रहेको छ हेर्नु, यस्तो राम्रो छ नि नानीहरूले रोपेको। अनि यो चाहिँ खल्यान हो। अब यो ट्याक्क लगाएर यसलाई खोदर्नुपर्छ। तपाईँलाई पनि पछि देखाउँला। सो माइजू घरको केरा हेर्नु त यस्तो राम्रो छ। यस्तो राम्रो। यो चाहिँ सिमलको बुट्टा हो। वाउ कोटमेरा हेर्न सक्नुहुन्छ। यस्तो राम्रो गोबर ग्यास हो यो। फेरि आएको छ। अनि यो फेरि केरा बुट्टो। माइजू चाहिँ कहाँ जानुभएछ? माइजू घर जानु है। अब तपाईँलाई देखाउँछु। यो चाहिँ भट्ट हो होइन। अब माइजूको घरमा के छ नि त? ओखो 2टा चोचे रहेछ यहाँ त। यो चाहिँ पारो हो। अनि यता चाहिँ बाख्रा छ नि। यस्तो गजब छ यो बाख्रा। खोर हेर्नु छ यस्तो। यहाँ मामा चाहिँ खतरा हुनुहुन्छ। यहाँको डिजाइन खालको बनाउनुहुन्छ। मिस्त्री हुनुहुन्छ नि। अनि यता माइजू घर जाने आउने बाटो। माइजू अनि यो हेर्नुहोस् यस्तो बबाल चल्लीखोर
यो चाहिँ चल्लाखोर माथि हाँसको अन्डा दिइरहेको छु चल्लाले अन्डा दिउँ अनि घर हेर्नुहोस् त यस्तो बबाल छ यो माइतीको घर चाहिँ अनि ट्र्याक्टर रहेको छ त्यो अनि यो दाना पकाइदिनु भएको छ यो लिची बुट्टा लिचीको ट्र्याक्टर दिस धारो नेचुरल सो एकदम राम्रो छ गाइस अनि हेर्न सक्नुहुन्छ हाम्रो गाउँ होइन यस्तो बवाल छ हाम्रो नानी छ ऊ नानी के छ हालखबर जोत्न सक्छस् ट्राई गर त उचाल त त्यही ल बना नि त्यस्तो बना न नानीले यो त उही बल्दै रहेछ त यो त ल राख म म्याच जान्छु एकछिन अझ अब बाजे घर जान्छु एकछिन बाजे कोहीलाई भेटे छैन पर्यो पछि नै मोडुङ्गा यहाँ चाहिँ के रोप्नु भएको थाहा छैन बाजेहरूले अझै बनाउनु भएको छैन यहाँ एकछिन बाजे घर जानु पर्यो यहाँ पनि जाम लागेर यता बाजे घाम हेर्नु न 8 बजे पनि यस्तो चक्कु जान्छ यताको हाम्रो भ्यू हेर्नु गाउँको भ्यू एकदम राम्रो छ के छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ अनि जसले मेरो भिडियो हेर्नु छ लाइक सब्सक्राइब सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होस् अब बाजे घर जान्छु म यो गाउँले पारा हो नि त हो हुनु न त बाजेको यो बाजेको घर होइन दाजु चाहिँ अहिले हुनुहुन्न कहाँ जानुभएको छ हेर्न सक्नु फुल अनि भान्सा कोठा हो यो यता चाहिँ छ हुनुहुन्न त अहिले कहाँ जानुहुँदैछ अब सुँगुर त्यहाँको बाजेले पालेको सुँगुर देखाइदिन्छु बाजेको यो मोलकत यो सुँगुर खबर वाउ कत्रो छ क्या यो मेरो फेभरेट मासु यही हो ल यो यस्तो बबाल छ मलाई यस्तो मिठ लाग्छ यसको मासु डेन्जर अहिले म घर गएपछि भेट्छु है तपाईँलाई म अहिले चाहिँ यहाँबाट जान्छु कोही हुनुहुन्न रहेछ न घरमा बुईको घर यो हेर्न दाउरा कटेर यस्तो बबाल छ यो चाहिँ होइन मजा आउँछ यो म रस आउँछ यसको पकाएर लगाइदिन्छु सो गाइज अब चाहिँ घर जानु पर्यो गाउँमा आजभोलि कोही छैनन् क्या एक्लो परियो साथीहरू सब कमाउन यताउता गइसकेँ म हामी चाहिँ गाउँमै छौँ साथीहरूलाई धेरै माया छ मनबाट जतिजनाले हेर्नुहुन्छ सबैले कमेन्ट गरिदिनु होला आई लभ यु छ मेरो साथीहरूलाई लभ यु अल माई फ्रेन्ड यो हाम्रो बरको रुख उताको हाम्रो नेचुरल भ्यूहरू हेर्नु अहिले चाहिँ के छ भनेपछि अब चाहिँ तोरी रोप्ने सिजन हो आलु लसुन होइन प्याज अब प्याज त पुस माघमा रोप्ने हो अब तोरी रोप्ने सिजन हो तोरी छर्ने दिन पनि हजुरहरूसँग भेट्नेछु हुन्छ अब चाहिँ घर जान्छु नानीहरू स्कुल जाँदैछन् बाई बाई टाटा भन्छु हुनु न त घर त कोही हेर्नु सुक्खामा पनि धान यस्तो फलेको कस्तो राम्रो के को फुल हो यो नानीहरू गइए
एकछिन नानी नजानु कहाँ यसै घरबाट उतै जान्छु अब नानी हुन जान्छु एकछिन तिम्रो नाम खै रेबी खै जम्प फुड खानु न भनेको थिएँ दिइहाल्यो नानीले अहिले त नानी आउँछु यहाँ हाम्रो छवि मामा घर हो यो जमिस दानियल हेर्छौँ बाखास त के छ सुलभ तेरो दाइ कहाँ छ के कतिमा पर्छ त्यो छ दानियल छमा मेरो अब स्कुल जानु लाग्छ नभए के छ बाबु हालखेबर वा हिरो ह्यान्डसम छ कि सो नानी अब नानीहरू स्कुल जान्छन् यिनीहरूलाई म बिदा गर्न चाहन्छु ल बाई बाई भने है सबैले बस्नु त के छ त्यस यता हो अहिले म बाई बाई भन्नु बाई बाई भने है सबैले बाई बाई तिमी पनि देखिहान्छौ के के छ कि हालखबर ल नानीहरू बाई बाई नानीहरू चाहिँ अब स्कुल गइसक्यो म घरतर्फ जान्छु आजभोलि हाम्रो गाउँतिर ट्र्याक्टरहरू बारी जोत्नमा व्यस्त हो सो नानीहरूलाई चाहिँ म स्कुल पठाइसक्यो अब म घरतर्फ जान्छु सो गाइज अब चाहिँ भिडियोलाई यति राखौँ होला अब पछि भेटौँला तपाईँहरूसँग हस् आजको भिडियोलाई म यति नै राख्न चाहन्छु सबैजनाले हेरिदिनु होला माया दिनु होला तपाईँको साथ सपोर्ट दिनु होला मलाई होइन अनि म अझै पनि यस्तो राम्रा राम्रा भिडियोहरू लिएर आउनेछु तपाईँहरूको माझमा तो साथीहरू सबलाई बाई बाई फेरि पनि भेटौँला